हेलो साथीहरू, सन्चै हुनुहुन्छ? अनि को जानुभयो पोखरामा कोटीहोममा सबैजना जानुभएको रहेछ। यहाँ चाहिँ धेरै नै भिड छ साथीहरू। अनि हजुरहरू जानुभयो कि नाइ त नि? अनि यहाँ चाहिँ यस्तो के अरे ऐतिहासिक श्री गण्डकी सय कोटीहोम लेखिएको रहेछ साथीहरू। यहाँबाट चाहिँ यसरी भित्र छिर्ने कोटीहोममा जाँदा हेर्नुहोस् न, त्यहाँ शिवको मूर्ति कति राम्रो छ साथीहरू। अनि हामी चाहिँ यहाँ यसरी हिँडिरहेको छौँ। यहाँ भिडभाड छ साथीहरू। यहाँ चाहिँ हेर्नु न कति राम्रोसँग बस्ने व्यवस्था पनि मिलाइएको छ। प्रवचन भन्ने गुरुहरूले प्रवचन भन्ने ठाउँ पनि कस्तो राम्रो मिलाइरहेको रहेछ। यहाँ चाहिँ अनि सबैजना, हिजो चाहिँ शनिबारको दिन थियो अनि निर्जला एकादशीको दिन भएर हिजो चाहिँ एकदमै भिड रहेछ साथीहरू। यहाँ चाहिँ हेर्नु न, सबै ठाउँमा ट्याक्क जे ठाउँमा जहाँ जे गर्ने हो त्यही ठाउँमा ट्याक्क सबै मिलाइएको रहेछ। यहाँ चाहिँ ठुलै ठाउँमा गर्न पर्दो रहेछ यहाँ चाहिँ, किनकि धेरै चिज हुन्छ नि त। यहाँ लागबत्ती बाल्ने, प्रवचन भन्ने। यहाँ चाहिँ मेरो नन्द बहिनीहरूले, देवरले अनि मम्मीले फोटो खिच्न लाउनु भयो। त्यहाँ हेर्नुहोस् न साथीहरू, शिवजीको कति राम्रो मूर्ति। अनि त्यो शिवलिङ्गमा चाहिँ कति धेरै रुद्राक्षको रहेछ कि कति राम्रो साथीहरू। हेर्नुहोस् न कति राम्रो देखेको के त्यो शिवलिङ्ग। अनि यो चाहिँ स्टेज रहेछ यतापट्टि। अनि यो हेर्नुहोस् न, यो शिवलिङ्ग कति राम्रो के। सबैजनाले नजानु भएको छ भने पनि यहीँबाट दर्शन गर्नुहोस् है त साथीहरू कोटीहोमलाई। अनि उतातिर चाहिँ धुवा पुत्ताको छ, सायद त्यो चाहिँ बत्ती बालेको ठाउँ होला। यहाँ पनि बत्ती बाल्नु भएको रहेछ कोले यसरी बत्ती बलिरहेको छ। हेर्नुहोस् न साथीहरू, यो शिवलिङ्ग हेर्नुहोस् न कति राम्रो के साथ। त्यहाँ हेर्नुहोस् न साथीहरू, कलशहरू कति मजाले सजाएर मिलाएर राख्नुभएको, धेरै राम्रो देखिएको। आहा, कति राम्रो देखिएको के। जाम लाग्दैन साथीहरू, अझै थपिएको छ अरे के अरे। सबै जानुहोस् है त एकचोटि दर्शन गरेर आउनुहोस्, कति राम्रो शिवलिङ्ग।